बहिनी नमस्कार। नमस्कार। हजुरले आज जुन ट्रायलको लागि चाहिँ यो अहिले ट्रायलको लागि सिकिराख्नु भएको छ नि, आज ट्रायल दिनको लागि कस्तो सिक्नु भएको छ? राम्रो सिकेछु मैले एकदम। बुझ्नु भएको छ? यहाँ बुझाउनु भएको छ सबैले। हजुर एट घुम्दा कसरी घुम्ने? एक घुम्दा छेउछेउबाट बिचमा नगरिकन हजुर छेउ तानेर घुम्ने हैन? अनि त्यहाँबाट आएर ट्राफिक रुल्सहरु बुझ्नु भएको छ? बुझेछु। साइड लाइट कहाँबाट बाल्नु पर्ने? साइड लाइट यता घुम्ने ठाउँबाट बाल्नु पर्ने। हजुर चार पोलबाट साइड लाइट बाल्ने हो। चार पोलमा गएर साइड लाइट निभाउने। अनि त्यहाँबाट आएर रेड लाइट बल्दा जेब्रा क्रस नछोइकन रोक्ने हैन? अनि ब्रेकरमा आफ्नो स्पिड नर्मल मिलाएर जानुपर्ने हो। अनि उकालोमा आएर स्टपमा अगाडिको चक्काले छुन पर्ने। हजुरले बुझ्नु भएको छ नि? बुझेछु। ट्राफिक रुल्सहरु बुझ्नु भएको छ है सबै? आज पास गर्न सक्नुहुन्छ नि? एकदम। हस् हजुरलाई गुड लक है। हस् धन्यवाद। हस् नमस्कार। नमस्कार भाइ। कृपेश ड्राइभमा अहिले स्कुटीको ट्रायलको लागि सिक्दै हुनुहुन्छ हजुरले। आज ट्रायल पनि छ हैन? ट्रायल पास गर्नको लागि के कस्तो घुमाउनु मात्रै भएको हो कि बुझाएर एट घुमाउनु भएको कि ट्राफिक रुल्सहरु बुझ्नु भएको छ कि छैन? सबै कुरा ध्यान दिनुपर्छ भन्नुस् त। म चाहिँ यहाँ एक हप्ताको कोर्स लिएको हो। यहाँ भाइहरुले एकदमै फ्रेन्डली भएर यहाँको चाहिँ 8 मात्रै घुमाउन फोकस नगरिकन चाहिँ यहाँको ट्राफिक रुल्सहरु चाहिँ एकदम मजाले नै बुझाउनु भएको छ। मलाई लागिरहेको छ कि आज मेरो ट्रायल छ, पास हुन्छ भन्ने कन्फिडेन्स चाहिँ छ। हस् धन्यवाद। हस् हजुरले साइड लाइट बाल्दा कहाँनिरबाट बाल्ने अनि कहाँ आएर निभाउने? साइड लाइट बाल्दाखेरि चाहिँ त्यो जुन चारवटा हिलटेक देखिन्छ त्यहाँनिर बाल्ने सकेपछि चाहिँ बाल्ने अनि जुन अर्को हिलटेक आउँछ त्यहाँनिर बन्द गरेर। हजुर। अनि रेड लाइटमा हामीले रोक्दाखेरि चाहिँ कसरी रोक्ने जान्नु भएको छ? हजुर रेड लाइटमा रोक्नु पर्दा चाहिँ जेब्रा क्रसिङमा चाहिँ टच नगरिकन बस्नुपर्छ। र त्यसमा चाहिँ हरियो लाइट बलेपछि चाहिँ हामी आफ्नो तरिकाले चाहिँ हजुर उकालोमा जुन हामीले यो स्टपमा रोक्ने बेला यो धर्सो छुन हुन्न भन्ने बुझ्नु भएको छ नि? अनि हजुर ट्राफिकले चाहिँ जा भनेर निर्देशन दिएपछि बल्ल उकालोमा जाने हो नि? बुझ्नु भएको छ है? अनि ओह्रालोमा पनि सेम त्यही है? जा भनेपछि मात्रै जाने है? हस् धन्यवाद हजुरलाई। हस् वेलकम। हजुर नमस्कार। जुन कृपेश ड्राइभिङमा अहिले जुन ट्रायल आज भएको हुनाले अहिले हजुरले सिक्दै हुनुहुन्छ नि, सबै नियम रुल्स ट्राफिक रुल्सदेखि आएर कहाँनिरबाट साइड लाइट बाल्ने, ट्राफिक लाइटमा कुन लाइटमा ध्यान दिने, सबै कुरो बुझेर चलाउनु भएको कि त्यत्तिकै सिक्नु भएको छ? हजुर सबै कुरा बुझेर चलाएको छु। सबै बुझ्नु भएको छ। अनि त्यहाँबाट साँगुरो फलेक झरिसकेपछि साइड लाइट कहाँबाट बाल्ने? दुईटा त्यो बिचकोबाट चार पोल हिलटेकबाट बाल्ने हैन? अनि कहाँबाट निभाउने? त्यही ठ्याक्कै त्यही पोल बस पहिलो हिलटेकबाट निभाउने हैन? अनि रेड लाइटमा रोक्ने कि नरोक्ने? रोक्ने रोकेको बेला चाहिँ तपाईले चाहिँ कुन चाहिँ खुट्टा टेक्ने? रेड लाइट रोक्ने बेला कुन टेक्ने खुट्टा? देब्रे टेक्नुहुन्छ कि दाहिने टेक्नुहुन्छ भन्नुस् त? देब्रे हो। गुड। अनि त्यहाँबाट ट्राफिक लाइट ग्रीन बलेपछि आफै जाने बुझ्नु भएको छ नि हैन? अनि उकालोमा आएर चाहिँ कसरी रोक्ने बुझ्नु भएको छ? स्टपको बिचमा अगाडिको चक्काले स्टपमा छुन पर्यो हैन? अनि ट्राफिकले निर्देशन दिएर जा भनेपछि बल्ल जाने। सेम ओह्रालोमा पनि त्यही हो नि? बुझ्नु भएको छ नि? आज पास गर्नुहुन्छ? हुन्छ हस् हजुरलाई धन्यवाद। हस् थ्यांक यू। अरे दोस्तों मैंने क्यों आगे तो पागल नहीं है इसमें मतलब दूध